नमस्कार। हामी सामाजिक सञ्जाल युट्युबबाट तपाईहरुलाई विभिन्न गाउँदेखि शहरसम्मका रमाइला भिडियोहरू जहाँ छिनछिनमा अपडेट गरेर देखाउने गर्छौं। भने हामीले तपाईले रुपछाया डिजिटलको अफिसियल च्यानलमा गएर हामीलाई हेर्न सक्नुहुन्छ, जसको लागि रुपछाया डिजिटल सर्च गर्नुभयो भने तपाईले गाउँदेखि शहरसम्मका विभिन्न पञ्चबाजार, भजन लगायतका विभिन्न सन्देश प्रवाह गतिविधिहरू हेर्न सक्नुहुन्छ। भने हामी आज यो ऐतिहासिक एवं धार्मिक स्थल अर्घाखाँचीको भगवती गाविसमा छौँ र भगवती गाविसको यो आज जुन श्रीकृष्ण जन्माष्टमीको भव्य कार्यक्रम हुँदैछ, हामी तपाईहरुलाई निरन्तर आज यो दृश्य देखाउने जमर्को गरिरहेका छौँ। भने हामीलाई तपाईले फेसबुकबाट पनि हेर्न सक्नुहुन्छ, जसको लागि तपाईले हामीलाई सुजन न्यौपाने रुपछाया डिजिटल allvideo.com बाट हेर्न सक्नुहुन्छ। भने तपाईले हामीलाई www.newpanessujan.com.np बाट पनि लगइन गरेर विश्वभर हेर्न सक्नुहुन्छ। हामी आज तपाईहरुलाई दिनभर रहेर यहाँको दृश्य देखाउने जमर्को गरिरहेका छौँ। क्यामेरामा नारायण न्यौपानेका साथमा म सुजन न्यौपाने छु। दर्शकबिन तपाईहरुको ध्यान हामी एकैछिन यो ऐतिहासिक एवं धार्मिक स्थल ताराखोसेतर्फ केन्द्रित गर्न चाहन्छौँ।
युरोपमा युवाहरूको विशेष भूमिका कस्तो रहेको छ? उहाँ हुनुहुन्छ शिक्षक नारायण नेउपाने। धन्यवाद प्रश्नको लागि। हामी विगत 1 दशकदेखि अर्थात् 2063 सालदेखि अनवरत रूपमा प्रत्येक वर्ष हरेक वर्ष कृष्ण जन्माष्टमीको समयमा यसै गरी आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। कार्यक्रमको सुरुमा चाहिँ यस क्षेत्रका युवाहरूद्वारा यस कार्यक्रमको सुरुवात आयोजनाहरू गरियो। त्यस पश्चात विभिन्न समयमा युवाहरू तथा यस क्षेत्रका अग्रजहरूको सहयोगमा हामी यी कार्यक्रमहरू अनवरत रूपमा सञ्चालन गर्दै गइरहेका छौँ। यसमा हाम्रो क्षेत्रका युवा तथा अन्य पुस्ताहरूको पनि विशेष योगदान रहेको छ। हरे
यहाँ लाइनमा एकैछिन राम्रो हेर्न त